हेलो नमस्ते नमस्कार सबैजनामा स्वागत छ तपाईहरुलाई क्याच एग्रिकल्चर युट्युब च्यानलमा। आज तपाईहरुले यस भिडियोमा कन्या चाउ खेती कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारी प्राप्त गर्न सक्नुहुनेछ। कन्या चाउ खेती गर्नको लागि कस्तो प्रकारका ठाउँ चाहिन्छ, त्यसका लागि के सामग्रीहरू चाहिन्छ लगायतका विभिन्न कुराहरू हामी यस भिडियोमा जान्न सक्छौं। सो ढिला नगरिकन सुरु गरौँ हामी कसरी कन्या चाउ खेती गर्ने बारेमा। है त ल स्टार्ट गरौँ। कन्या चाउ खेती गर्नको लागि सुरुमा हामीलाई एउटा घरको आवश्यक पर्दछ। हामीसँग यो सिमेन्टवाला घर भएको कारणले गर्दाखेरि यही घर प्रयोग गर्दैछौँ। यदि तपाईहरुसँग छैन भने तपाईहरुले पनि एउटा खरको झुपडी बनाउन सक्नुहुनेछ। च्याउकै लागि घर अथवा झुपडी एकदम आवश्यक पर्दछ, किनभने यो अरू बाली जस्तो माटोमा अथवा हामीले खेतबारीमा गर्न सकिँदैनौँ। घर बनाइसकेपछि डोरी झुन्ड्याउनु पर्दछ, किनभने त्यही डोरीमा हामीले च्याउको बलहरू झुन्ड्याउने गर्दछौँ। यहाँ हामीले बाँसको खम्बाहरू गाडी अनि त्यसमा हामीले डोरी बाँध्दछौँ। तपाईहरुको घरमा नै यदि बाँस छ भनेदेखि यसरी बाँस बाँधेर अनि डोरी बाँधिराख्नु पर्दैन, सिधै बाँसमा डोरी बाँध्दा पनि हुन्छ। त्यसपछि कोठालाई स्टरलाइजेसन गर्नको लागि हामीले फर्मालिनको 2% को झोल बनाई छर्नु पर्दछ। फर्मालिनको 2% झोल भनेको 20 ml फर्मालिन प्रति 1 लिटर पानीमा मिसाएर अनि हामीले यो भिडियोमा देखाए जस्तो स्प्रेयरले छर्नु पर्दछ। फर्मालिन एकदमै कडा विषादी भएको हुनाले एकदम छिटो छर्नु पर्दछ, नत्र यसले आँखा तथा श्वास प्रश्वासमा धेरै नै समस्या पुर्याउँदैछ। फर्मालिन छरिसकेपछि कोठालाई 24 घण्टासम्म बन्द गर्नु पर्दछ, ताकि भित्र भएको जति पनि माइक्रो अर्गानिजम जुन चाहिँ हाम्रो च्याउलाई हानि गर्दछ त्यो सबै मर्न जान्छ। त्यसपछि हामीले पराल भिजाउनु पर्दछ। पराल भिजाउँदाखेरि कम्तीमा 8 घण्टा अथवा 1 रात पराल भिजाउनु पर्दछ। यहाँ हामीले भिडियोमा देखाए जस्तो एउटा ट्याङ्कीमा पराल राखेर अनि हामीले भिजाइराखेका छौँ। यसरी नै तपाईहरुले पनि भिजाउन सक्नुहुनेछ। अब पराल भिजाएको 8 घण्टा पछि हामीले सफा पानीले पराललाई धुनुपर्ने हुन्छ। पराल धुएपछि पानी चुइनको लागि यसरी भिडियोमा देखाए जस्तो झुन्ड्याएर राख्नु पर्दछ, ताकि पछि गिलो नहोस्। त्यसपछि हामीले ड्रममा लगभग 5 देखि 7 लिटर पानी हाल्नु पर्दछ। यो पानी हामीले पछि चाहिँ बाफ बनेर अनि पराल चाहिँ बाफोस बनेर हामी यो पानी हाल्दछौँ। त्यसपछि यो पानीमा 2वटा ड्रमको पिठमा इँट राख्नु पर्दछ, ताकि माथिबाट जाली राखेर अनि पराल चाहिँ अडाउन सकोस्। त्यसपछि ड्रमको पिठमा जाली राख्नु पर्दछ। हामीले यहाँ जालीको सट्टामा बाँसले बुनेको छिटो जस्तो एउटा उपकरण राख्दैछु, जसले गर्दाखेरि हाम्रो लागत चाहिँ घट्ने गर्दछ। हामीले बजारमा जाली किन्नुको सट्टा यसरी बाँसको बुनेर राख्यो भनेदेखि लागत घटाउन सकिन्छ। यसले पराललाई राम्रोसँग बाफ्नमा मद्दत गर्दछ। त्यसपछि अघि हामीले जुन पराल धोएर राखेका थियौँ त्यसलाई ड्रममा राखिदिनु पर्दछ र आगो सल्काउनु पर्दछ। यसरी पराल चाहिँ राखिसकेपछि माथिबाट कालो प्लास्टिकले बाँधिदिनु पर्दछ, ताकि पछि ड्रम तातेर बाफ बाहिर ननिस्कोस्। अनि यसरी हामीले 1.5 देखि 2 घण्टासम्म बफाउनु पर्दछ। यसरी 1.5 देखि 2 घण्टा पछि प्लास्टिक फुलेर बाहिर बाफ निस्किन्छ र बाफ सुँग्दाखेरि सुनौलो बस्न आउँदाखेरि हामीले बुझ्न सक्छौँ कि तयारी भयो। पराल बाफिसकेपछि सफा प्लास्टिकमा यसरी खन्याएर राख्नु पर्दछ र मन तातो हुन दिनु पर्दछ। मन तातो भइसकेपछि मात्र हामीले प्लास्टिकमा
प्याक गर्नुपर्ने हुन्छ। 16x26 को प्लास्टिक लिएर अनि त्यसमा हामीले पराल जुन चाहिँ हामीले बफाएका हुन्छौँ त्यो पराल भर्नु पर्दछ। पराल भर्दाखेरि हामीले 4 इन्च जति पराल भरेर अनि त्यसको माथि हामीले छेउछेउतिर बिउ छर्नु पर्दछ, जुन चाहिँ हामीले यो भिडियोमा गर्दै जानेछौँ। चार इन्च पराल भरेको रेडी भयो। अब हामी यसमा बिउ मजाले छेउछेउतिर राख्न सक्छौँ। यसरी हामीले भिडियोमा देखाए जस्तो एक मुठी च्याउको बिउ लिई अनि छेउछेउतिर राख्नु पर्दछ। कने च्याउको बिउ खास गरेर गहुँको बिउमा बनाएको हुन्छ, जुन चाहिँ हामी यो भिडियोमा प्रष्ट देख्न सक्छौँ। यसरी च्याउको बिउ छेउछेउतिर राखिसकेपछि फेरि माथिबाट 4 इन्च जति जुन हामीले पराल बफाएका हुन्छौँ त्यो हामीले फेरि राख्छौँ। यसरी जबसम्म गरिन्छ तबसम्म प्याक भरिँदैन। चार इन्च पराल भरिसकेपछि फेरि माथिबाट हामीले त्यसरी नै अघि जस्तो छेउछेउतिर च्याउको बिउ राख्नु पर्दछ। यसरी 4 इन्च पराल अनि बिउ, फेरि 4 इन्च पराल अनि बिउ राख्दा राख्दै यो हाम्रो पुरै प्याक नै भरिनु पर्दछ, जुन चाहिँ हामी यो भिडियोमा यो प्याक भरेको देख्न सक्छौँ। यो प्याक भरिसकेपछि हामीले जुटको डोरीबाट मुख एकदम राम्ररी हावा नछिर्ने गरी टाइटले बाँधिदिनु पर्दछ। त्यसपछि प्याकमा 8 देखि 10 वटा पल बनाउनु पर्दछ र हरेक पलमा यसरी हामीले कपासले बन्द गर्नु पर्दछ। कपास फर्मालिनबाट स्टरलाइज गरेको हुनु पर्दछ। हामीले यो कपासले किन बन्द गर्दछौँ अथवा पल किन बनाउँछौँ भन्दाखेरि यसमा हाम्रो राम्रोसँग एरिएसन होस् भनेर हामीले चाहिँ पल बनाउनु पर्दछ। तर कतिपय किसानले के गर्छ भन्दाखेरि पलै गर्दैन र पल गरे पनि त्यसमा कपासले बन्द गर्दैन। यसो गर्यो भनेदेखि हाम्रो भित्र इन्फेक्टेड एयर चाहिँ जाँदैन र पछि चाहिँ रोग लाग्ने डर हुँदैन। त्यही भएर हजुरहरूले पनि भिडियोमा देखाए जस्तो पल गरेर अनि कपालले चाहिँ बन्द गरिदिनु होला। अब हाम्रो बल झुन्ड्याउनलाई रेडी भयो। त्यसपछि हामीले जुन कोठा बनाएका हुन्छौँ त्यसमा लगेर बलहरू झुन्ड्याउनु पर्ने हुन्छ, जुन हामी यो भिडियोमा देखिरहेका छौँ। यसरी एउटा डोरीमा 3 देखि 4 वटा बल चाहिँ झुन्ड्याउन हामीले सक्छौँ। यसरी हाम्रो सम्पूर्ण बलहरूलाई डोरीमा झुन्ड्याएर राख्नु पर्दछ। यसरी सम्पूर्ण बलहरू झुन्ड्याइसकेपछि हामीले कोठालाई 21 दिनको लागि बन्द गर्नुपर्छ र 21 दिनपछि हामीले पोकालाई च्यात्नु पर्दछ। पोका कसरी च्यात्ने भनेर हामीले नेक्स्ट भिडियोमा लिएर आउनेछौँ। यसरी गरेर हजुरहरूले च्याउ खेती गर्न सक्नुहुन्छ। यदि भिडियोमा केही समस्या भए तपाईहरूले कमेन्ट गरेर सोध्न सक्नुहुनेछ। अन्त्यमा एउटा महत्त्वपूर्ण कुरा,
च्याउ सेन्सिटिभ भएको कारणले गर्दाखेरि कुनै पनि कार्य गर्नु पूर्व हातमा सेनिटाइजर अथवा मेडिकल ग्लोभ्स लगाएर गर्नुपर्दछ। भिडियो मन परेमा लाइक, सब्स्क्राइब र कमेन्ट गर्न नभुल्नुहोला। धन्यवाद।